यस भिडियोमा हामी प्रबल गुण र लुप्त गुणको बारेमा छलफल गर्नेछौं। प्रबल गुण पहिलो पुस्तामा देखिन्छ, जबकि लुप्त गुण लुकेर रहन्छ। अब फिनोटाइप र जिनोटाइपको भिन्नता हेरौं। फिनोटाइप जीवको बाहिरी रूप हो जुन आँखाले देख्न सकिन्छ। जिनोटाइप जीवको भित्री आनुवंशिक संरचना हो जुन बाहिरबाट थाहा पाउन सकिँदैन। इनब्रिडिङ र क्रस ब्रिडिङ बीचको भिन्नता बुझौं। इनब्रिडिङ आनुवंशिक रूपमा नजिकको सम्बन्ध भएका जीवहरू बीचको प्रजनन हो, जबकि क्रस ब्रिडिङ दुई फरक प्रजातिका जीवहरू बीच गराइन्छ। कृत्रिम गर्भाधान र आइभीएफ बारे चर्चा गरौं। कृत्रिम गर्भाधानमा वीर्यलाई सिधै पोथीको पाठेघरमा राखिन्छ, जबकि आइभीएफमा निषेचन शरीर बाहिर प्रयोगशालामा गराइन्छ। टाइगन भालेबाघ र पोथीसिंहको क्रस हो जुन दुर्लभ हुन्छ र आमा बुवा भन्दा सानो हुन्छ। लाइगर भालेसिंह र पोथीबाघको क्रस हो जुन टाइगन भन्दा बढी देख्न पाइन्छ र आमा बुवा भन्दा धेरै ठूलो हुन्छ। सन्तान आमा बुवा जस्तै देखिए पनि दुरुस्त उस्तै हुँदैनन्, किनभने मैथुनिक प्रजननको समयमा मियोसिस कोष विभाजनका क्रममा क्रोमोजोमहरू बीच क्रसिङ ओभर भई नयाँ संयोजन तयार हुन्छ। यसले आनुवंशिक विविधता ल्याउँछ। मेन्डलले केराउको बिरुवा रोज्नुको मुख्य कारण यसको छोटो जीवनचक्र, स्पष्ट विपरीत गुणहरूको साथ जोडी हुनु र स्वपरागसेचन वा कृत्रिम परपरागसेचन गर्न सजिलो हुनु हो। अग्लो र होचो केराउबीच क्रस गराउँदा पहिलो वंशमा सबै बोट अग्ला भए, किनभने अग्लोपना प्रबल गुण हो र मेन्डलको प्रबलताको नियम अनुसार यो गुणले लुप्त गुणलाई दबाउँछ। थिमाहा जीवमा स्वसेचन गराउँदा अलग अलग किसिमका सन्ततिहरू उत्पादन हुन्छन्, किनभने मेन्डलको लैङ्गिक शुद्धताको नियम अनुसार विपरीत वंशाणुहरू ग्यामेट बन्ने समयमा अलग हुन्छन् र फरक ग्यामेटमा प्रवेश गर्छन्। आपराधिक अनुसन्धानमा डीएनए परीक्षणलाई बढी विश्वसनीय मानिन्छ, किनभने प्रत्येक व्यक्तिको डीएनएमा हुने न्यूक्लियोटाइडको अनुक्रम फरक हुन्छ। घटनास्थलबाट भेटिएको डीएनएलाई शंकास्पद व्यक्तिको डीएनएसँग जुधाएर अपराधी पहिचान गर्न सकिन्छ। जेनेटिक इन्जिनियरिङमा डीएनएको सूक्ष्म अध्ययन गरिन्छ, किनभने वंशाणु र तिनीहरूको कार्य पहिचान गरी जीवहरूको प्रजनन क्षमता सुधार गर्न यो आवश्यक छ। क्रस ब्रिडिङबाट जन्मिएका जीव नपुंसक स्टेराइल हुन सक्छन्, किनभने फरक प्रजातिहरू बीच क्रस गराउँदा क्रोमोजोमको संख्या अमिल्दो वा बिजोर हुन सक्छ। यसले गर्दा प्रजननका लागि आवश्यक सक्रिय डिम्ब वा शुक्रकीट उत्पादन हुन सक्दैन। डीएनए परीक्षणका लागि नमुना संकलन गर्दा उच्च सतर्कता अपनाउनु पर्छ, किनभने एउटा सामान्य त्रुटिले पनि गलत नतिजा आउन सक्छ।